सबैजनालाई नमस्कार। मेरो नाम राकेश साउद। आज म तपाईहरुलाई फेसबुकमा लाइक, कमेन्ट, भ्यू कसरी बढाउने यस विषयमा जानकारी दिन चाहन्छु। फेसबुकमा लाइक, कमेन्ट, भ्यू बढाउनका लागि 5 टिपहरु फलो गर्नु होला। सर्वप्रथम म तपाईलाई ढिलो नगरिकन यी सबै कुरा बताउँछु। त्यसभन्दा पहिले केही तपाई पहिलो व्यक्ति हुनुहुन्छ भने सर्वप्रथम यो च्यानललाई सब्स्क्राइब गर्नु होला, कमेन्ट गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला, साथै आफ्नो साथीहरुलाई पनि यस्तै कुरा बताउनुस्। अहिले सिम्पली मान्छेहरुले फेसबुकबाट मन्थली भनौं न आफ्नो मासिक खर्चहरु जस्तै दैनिक कार्यहरु टालिरहेका छन्। त्यस्तै गरी तपाईहरु पनि यस्तै भिडियो फेसबुकतिर भाइरल गराउन चाहनुहुन्छ र फेसबुकबाट केही पैसा कमाउन सक्नुहुन्छ। त्यसैले यी 5 ट्रिपहरु फलो गर्नु होला। फेसबुकमा 5 ट्रिप जस्तै तपाईले यी 5 ट्रिपहरु फलो गर्नुभयो भने तपाईको भिडियो अवश्य नै फलो हुन्छ, ग्रो हुन्छ। त्यसैगरी तपाईहरुले यी 5 कुरालाई ध्यान दिएर फलो गर्नुभयो भने तपाईको फेसबुक आइडी र त्यो भिडियो ग्रो हुने सम्भावना अधिक हुन्छ। तपाईहरुलाई म बताउन चाहन्छु। सर्वप्रथम त फेसबुकमा लाइक, कमेन्ट, भ्यूज बढाउन चाहनुहुन्छ भने दैनिक एउटा कन्टेन्टमा क्रिएटेड भएर मात्रै भिडियोहरु पोस्ट गर्ने गर्नुस्। जस्तै तपाई कमेडीतिर हुनुहुन्छ भने कमेडी भिडियो मात्रै निरन्तर 1 महिनासम्म हालिरह्यो भने त्यो फेसबुकले तपाईको भिडियोलाई, कमेडी भिडियोलाई ग्रो गर्ने सम्भावना बढी हुन्छ। जस्तो तपाई पेजमा लाइक, कमेन्ट, फलो बढाउन चाहन्छु भने चाहिँ जस्तै अब पहिला त कि त त्यस्तै आकर्षण भिडियोहरु तपाई एक्टर हुनुपर्ने हुन्छ, नत्र तपाई त्यतिकै सामान्य मान्छे भयो भने अब भनौं न कमेन्ट, लाइक, भ्यूज चाहनुहुन्छ भने एउटा राम्रो खाले थम्बनेल बनाउने, फोटो भिडियो अपलोड गर्ने दैनिक जसो कार्यहरुमा तपाईले सिम्पली दैनिक भिडियोहरु हाल्ने र दैनिक फोटोहरु पोस्ट गर्ने। ती पोस्टहरुमा राम्रा केही ज्ञानका कुराहरु अपलोड गर्ने। जस्तै जीवनमा सबै थोक हुन्छ तर जीवनमा सबै थोक सोचेको हुँदैन, तर नसोचेको पनि त कहाँ हुन्छ र यस्तै खालका। अब मलाई खासै आउँदैन, मैले पनि यो गर्नको लागि तपाईले सिम्पली मेरो राकेश साउद, यसमा मैले दैनिक आकाश साउद भन्ने फेसबुकमा मैले दैनिक जसो भिडियो पोस्ट गरिरहेको हुन्छु। त्यसमा तपाईहरुले लाइक, कमेन्ट, शेयर गरेर अनि त्यहाँबाट कपी गरेर छान्न पनि सक्नुहुन्छ। त्यसैगरी तपाईले एउटा कुरा भयो, तपाईले दैनिक एउटै फलो कि त बिहान कि त बेलुकी। बिहान उठ्ने बित्तिकै गुड मर्निङ इमोजी जस्तै यस्तो अब ओएमजी हो त्यस्ता कमेन्ट ती थम्बनेलहरु राख्यो भने अलि दर्शकहरुलाई पनि आकर्षण हुने सम्भावना बढी हुन्छ, किनकि त्यसले तपाईहरुको भिडियो तान्ने सम्भावना बढी हुन्छ। त्यसैले म तपाईहरुलाई अब दोस्रोमा तपाईहरुले पेज या फेसबुक मात्र चलाइराख्नुहुन्छ भने भिडियोमा तपाईहरुले भाइरल गर्न चाहनुहुन्छ भने सर्वप्रथम अरूको चोरेर नहाल्नु होला, किनकि त्यसमा साउन्ड कपिराइट लाग्छ। साउन्ड कपिराइट लाग्यो भने तपाईको भिडियो ग्रो हुने सम्भावना 0 हुन्छ। तपाईले आफ्नै भोइसमा अथवा आफ्नै भिडियोहरु अपलोड गर्ने गर्नुस्। दैनिक तपाईले सिम्पली 3 देखि 4 वटा भिडियो अपलोड गर्ने गर्नुस्। त्यसो गर्नाले तपाईको युट्युब च्यानल अथवा फेसबुक आइडी ग्रो हुन्छ। तपाईले दैनिक जसो भिडियो 3-4 वटा भिडियो एउटै कन्टेन्टमा हाल्यो भने फेसबुकलाई पनि अलि यसको भिडियो अलि हुन्छ भन्ने। तपाईहरुलाई म फेसबुक आइडीमा भिडियो अपलोड गर्न चाहनुहुन्छ भने कि त तपाईहरुले जस्तै भगवानहरुको भिडियो दैनिक जसो अपलोड गर्ने, एउटै मात्रै भिडियो एउटै कन्टेन्टमा। जस्तै तपाई कमेडी हुनुहुन्छ भने कमेडीतिर मात्रै, तपाई डिजिटल क्रिएटर हुनुहुन्छ भने डिजिटल क्रिएटर भनेको सबैलाई अब सुहाउने खालको हो। जस्तै तपाई एक्टर हुनुहुन्छ भने एक्टर खालको हाल्नु पर्यो। अब त्यस्तै सिंगर हुनुहुन्छ भने सिंगरको हाल्नु पर्छ। अब तपाई जे कन्टेन्टमा क्रिएटेड हुनुहुन्छ हैन, जस्तो काम आफुलाई रुचाइरहेको छ, जुन काम तपाईहरु गरिराख्नु भएको छ त्यसमा मात्रै निरन्तरता दिइरहने। त्यसपछि चौथो फेसबुकमा लाइक, कमेन्ट्स बढाउनको लागि तपाईहरुले सिम्पली केही गर्नु पर्दैन, कि त कसैको भिडियोमा गएर हैन, जो अलि भाइरल भिडियोहरु हुन्छन् त्यसमा गएर राम्रो खाली कमेन्ट गर्ने। त्यसमा तपाईको कमेन्टमा लाइक, भ्यूज
र सेयरको कारणले गर्दा पनि तपाईँहरूको भिडियो ग्रो हुने सम्भावना बढी हुन्छ, किनकि तपाईँहरूको कमेन्टले गर्दा तपाईँको आइडीलाई नेगेटिभ कमेन्ट नगर्ने, पोजिटिभ कमेन्टको कारणले गर्दा जब तपाईँलाई कुनै गलत क्रिएटिङ गर्नुहुन्छ भने त्यसको नेगेटिभ कमेन्ट आउँछ भने तपाईँको आइडी सिधै ब्यान्ड हुन्छ। त्यही भएर तपाईँले पोजिटिभ कमेन्ट गरेर पनि तपाईँहरूको फेसबुक आइडीलाई ग्रो गर्न सक्नुहुन्छ। त्यसैले आज म तपाईँहरूलाई फेसबुकमा लागेर मात्रै मान्छेहरूले लाखौँ पैसा कमाइरहेका हामी देख्छौँ। अब हामी सुने पनि हो, हाम्रो गाउँ समाजतिर जस्तै भिडियोहरू हालिन्छ भने त्यस्तै अब मन्थली मैले कमाउँछु कहिलेकाहीँ 40-50 हजार पनि भन्छ साथीहरूले। त्यो पनि कुरा पनि मिनिमम आइहाल्छ, मजाले आउँछ 40-50 हजार त राम्रो क्रिएटर भयो भने जस्तो त्यो पनि आइहाल्छ। किनकि महिनामा तपाईँहरूले भिडियो 15-20 मिनटको भिडियो हाल्नुहुन्छ, त्यसमा राम्रै भ्युज आउँछ 2-3 लाख भनेपछि तपाईँको 40-50 हजार त मिनिमम आइहाल्छ महिनामा, होइन? त्यस कारण तपाईँहरूले कि त कन्टेन्ट राम्रो भयो भने तपाईँलाई फेसबुकले अवश्य ग्रो गर्ने सम्भावना बढी हुन्छ कि। त्यही भएर तपाईँ अहिले म तपाईँहरूलाई मेरो फेसबुक आइडी पनि देखाउँछु। मेरो फेसबुक आइडीमा अहिले भर्खरै खोलेको 2 दिन भयो, त्यसमा 5,000 भन्दा बढी फलोवर्स पुगेका छन्, किनकि त्यसमा मैले राम्रो कन्टेन्टहरू हाल्ने गर्छु। त्यही भएर त्यसैले तपाईँहरू पनि फेसबुकबाटै राम्रो आम्दानी कमाउन चाहनुहुन्छ भने सबैलाई अगाडि बढाउनु भन्ने हुँदैन। अब कुनैलाई फेसबुकले तल पनि राख्छ, कुनैलाई माथि पनि राख्छ, त्यो उनीहरू क्रिएटिभ काम अनुसारको दर्जामा दिने भयो। त्यसैले सबैजनाले अहिले सामाजिक सञ्जालबाट धेरैहरू एप छन्। अहिले फेसबुक त पहिलादेखि नै मोनिटाइज भएर आएको, अहिले त टिकटक पनि मोनिटाइज भएको छ, एआई च्याट जिपिटी त्यतिकै छ, युट्युबमा त अब पहिलेदेखि नै सबै मान्छेहरूले काम गर्दै आइरहेका थिए। फेसबुकमा लगभग हामीलाई सजिलो काम गर्नुको लागि सजिलो हुने भने एप पनि एउटा फेसबुक पनि हो। फेसबुकमा तपाईँहरूले दैनिक जसो भिडियो 10-15वटा नहाले पनि 5-6वटा भिडियो हालिराख्नुपर्छ दैनिक 1 महिनासम्म। त्यसपछि तपाईँको भिडियो लगातार हाल्दै गयो भने त्यो फेसबुकले सेम एउटै कन्टेन्टमा रहेर मात्रै दैनिक जसो एउटै तिनीहरूको लागि ह्यासट्याग युज गर्ने, ह्यासट्याग युज गर्नुको लागि अहिले म बताउँछु तपाईँहरूलाई। जस्तै हाइलाइट एप छ, फर यु भन्ने छ, भाइरल भन्ने छ, रिल्स भन्ने छ, त्यस्तै ह्यासट्यागहरू युज पनि गरिरहेको छन् मान्छेहरूले। अहिले सामाजिक सञ्जालतिर निकै सक्रिय देखिन्छ यो समाज हाम्रो, होइन? सबैजनाले अगाडि मिलेर बढ्नुपर्छ जस्तो लाग्छ। यस्तै टेक्निकल भिडियोहरू तपाईँलाई मनपर्छ भने मेरो यो राकेश साउद अफिसियल युट्युब च्यानललाई जुन आइडीबाट यो आइरहेको छ त्यो च्यानललाई पनि सब्सक्राइब गरेर अगाडि बढाइदिनु होला। धन्यवाद।